म चाहिँ अहिले एउटा चिनको मछुवारे गाउँमा छु है। तपाईहरुले देख्न सक्नुहुन्छ जताततै पानी नै पानी छ। मैले उ त्यहाँ पारी खोलामा एउटा खोला हो, यो खोलामा चाहिँ उ त्यहाँ दुईजना ढुङ्गामा बसेर माछा मार्दै गरेको देखेँ। अनि कस्तो खालको माछा हो भनेर यहाँबाट सोद्धाखेरि सानो भनेर भनेपछि मलाई किन्न मन लागेर अनि उहाँहरूलाई यता बोलाएको। अब म चाहिँ यहाँबाट तल गएर हेर्छु है कस्तो खालको माछा रहेछ, म अलिकति लिन्छु। यो चाहिँ बाटोबाट म तल झरेर माछा किन्न जान्छु। कस्तो छ है, बाटो अलिकति अप्ठ्यारो छ, कालो तो छ, बाटो अलि अप्ठ्यारो छ। ओहो这什么鱼啊？这个啊，黄菇掺的。黄菇。嗯，मैले यो के माछा हो भनेर सोधेँ, उहाँले चाहिँ यो लोकल भाषामा वाङकुर भनेर भन्नुभयो। दुई थरी माछा देखेँ।这是抓了多长时间呀？这么多？一上午是吧？到现在。मैले चाहिँ अब यो सानो खालको माछा अलिकति थोरै अनि त्योभन्दा अलिकति ठुलो खालको माछा अलिकति थोरै गरेर लगभग 200 आरएमबीको लाने। सबै पालेको माछा होइन है, यो चाहिँ फेरि खोला नै हो, यो बगिरहने प्राकृतिक खोला नै हो। अनि उहाँहरूले चाहिँ 5-6 घन्टा भरे, 5-6 घन्टामा यति मार्नु भएको छ। ए उहाँले त सब दिन लाउनु भयो। उहाँहरू चाहिँ मैले भर्खर सोधेको, उहाँहरू चाहिँ पुस्तादेखि यसरी माछा नै मार्दै आउनु भएको। उहाँहरूभन्दा मुनिको पुस्ताले चाहिँ यो काम जाने छैन भनेर भर्खर गुनासो पनि गर्दै हुनुहुन्थ्यो। अब यस्तै हो, समयअनुसार चल्नुपर्ने हुन्छ। अब मैले सुनेको यो ठाउँमा पहिला विकास आउनुभन्दा अगाडि चाहिँ तपाईँले देख्नुहुन्छ सबै खोला पानी नै पानी। बाटो आउनुभन्दा अगाडि यही ढुङ्गामै बसेर चाहिँ बजार जाने, बजारबाट फर्केर आउने, यहाँको माछा लगेर बजारमा बेच्न जाने, सबै ढुङ्गाबाट पानी नै पानीबाट, बाटो भन्ने नै हुँदैन थियो। अब पछि गाडी भन्ने चिज आइसकेपछि चाहिँ बिस्तारै त्यो चिजहरू चाहिँ विस्थापित हुँदै गयो भन्ने कुरा अनि उहाँहरूले भर्खर गर्नुभयो है। जस रमाइलो छ। ल म चाहिँ माछा बोकेर अब हिँडेँ घरतिर।